Hello guys, listen to that sound. Isn't that good? यो चाहिँ मैले चाहिँ ग्रेप्सबाट बनाएको, यसको नाम चाहिँ तोङहुलु हो कि तोङहुलु समथिङ के भन्छ हैन। यो चाहिँ एकदम फेमस छ जापानमा पनि। अनि यस्तो दामी ग्रेप्स हैन, यस्तो देखिसि त नखाइ बस्नै सकिनँ मैले। अनि यसको लागि चाहिँ बनाउन एकदम सिम्पल छ। मजाले सुगरमा पानी हालेर मजाले उमालिदिने। अनि उमालेर अलिकति बाक्लो भइसके पछाडि अनि बल्ल यसरी चाहिँ त्यो अघि राखेको ग्रेप्सलाई चाहिँ चपस्टिकमा मजाले राख्ने 4-5 वटा कति जति खान सकिन्छ। अनि त्यसलाई चाहिँ मजाले यसरी सुगरमा चाहिँ लिप्ने हैन। अनि मेरो चाहिँ भाडा अलि सानो भएको भएर चाहिँ मिलेन। अनि डाडुले मजाले खनाइदिए त्यो ग्रेप्सलाई मजाले त्यो पुरै भिज्ने गरेर चाहिँ त्यो सुगर चाहिँ राखिदिनुपर्छ। अनि यसलाई हामीले यसरी राख्न साथ पछि चाहिँ आइस वाटरमा मजाले डिप गर्नुपर्छ कि इमिडिएटली। अनि बल्ल एकदम त्यो क्रन्चीवाला टेस्ट आउँछ। अनि मैले चाहिँ 4-5 वटा बनाएको थिएँ नि, यसरी आइस वाटरमा चाहिँ राख्थेँ। अनि यो यस्तो दामी भएको थियो क्या, कस्तो टकटक परेको क्रन्ची हुन्छ। अझ मैले त्यो अङ्गुरलाई चाहिँ पहिले सुकाएको थिइनँ र त्यस्तो धेरै क्रन्ची त भएन, तर त्यही पनि खाँदाखेरि क्रन्ची नै आइरहेको थियो आउन चाहिँ। कस्तो मिठो भएको थियो। तपाईँहरूले पनि चाहिँ ट्राई गर्न सक्नुहुन्छ। एकदम सिम्पल इजी छ खानको लागि पनि। लुक एट माई फेस, कस्तो इन्जोय गरेर खाइरहेको छु मैले। कति मिठो भएको थियो क्या त्यो। मेरो फर्स्ट ट्राई थियो तर मलाई मिठो लाग्यो यो टेस्ट लिँदै मैले खाइदिएँ। सुगर चाहिँ मजाले अलिअलि क्रन्ची नभएको भएर चाहिँ टाँसिँदै थियो, तर त्यसलाई मजाले आइस वाटरमा मजाले राख्ने हो भने चाहिँ क्रन्ची टेस्ट आउँछ।